हेलो साथीहरु, गुड मर्निङ। म सन्चै छु। आई होप तपाईहरु पनि सन्चै हुनुहुन्छ होला र तिहार पनि सक्यो। आजबाट चाहिँ मेरो अब सबैको स्कुलहरु सुरु भयो अनि बच्चाहरु स्कुल जाने तयारीमा छन्। म आजबाट मेरो बाबुको पनि स्कुल थियो र बिहानको सबै कामहरु सिद्ध्याएर भ्याइयो। अनि मैले छोटो छोटो क्लिपहरु चाहिँ राखेको छु, त्यो हेरिदिनुहोला र च्यानललाई सब्स्क्राइब लाइक गर्न नबिर्सिनु होला। हजुरहरु मेरो तिहार ठिकै भयो, हजुरहरुको कस्तो भयो त्यो पनि भनिदिनु होला र अबदेखि सानो छोटो छोटो ब्लगहरु आउँछन् हेर्नला है त। अब मेरो काम पूजा पाठ सब भयो। आजको मौसम मैले पूजा गरेको लक्ष्मी पूजा गरेको सामानहरु मौसम आजको मौसम कस्तो पानी आउला जस्तो सबै कोकनले हेर्नुहुन्छ। यतापट्टि नास्ता पनि पाएको बाबुलाई, किनभने यता डढेछ त यो भिडियोको चक्करमा डढेछ मेरो। के हुन्छ यो भिडियो बनाउने भने यस्तै हुन्छ, कता डढ्छ कता बेर हुन्छ कता के हुन्छ। सब्जी पकाएँ, अब चाहिँ ट्याक्क भात बसाल्दिनु छ। डढेछ के यो। दाल भयो राति
हेलो साथीहरू, बिहानदेखि बटको ब्लग अहिले बल्ल मैले फेरि दिउँसो स्टार्ट गर्दैछु। अहिले चाहिँ सायद 3:30 पौने 4 भएछ होला। यतिखेर अब बाबु आउने बेला भयो, त्यही भएर चाहिँ मैले नास्ता बनाउँदैछु। आज चाहिँ नास्तामा बन्दैछ पकौडा आलु र प्याजको, किनभने मौसम आज चिसो चिसो छ, पानी आछ, त्यही भएर चाहिँ आज चटनी चिया पकौडा खान पर्यो भनेर मलाई त होइन बाबुलाई हो है। ल भिडियो चाहिँ हेर्दै गर्नु होला। मैले चाहिँ पकौडा बनाउँदैछु। बाबु आउने बेला पनि भयो, सायद आयो कि बाबु आएन, अझै आएको छैन, अब चाहिँ आउँछ। ल है त आज मौसम चिसो चिसो छ, त्यही भएर छोरोलाई मैले पकौडा बनाइदिन थालेको। यो चाहिँ अर्को लट तातो बाबु पनि आयो अब, त्यही भएर अर्को लट चाहिँ तातो टमाटरको चटनी, आलु र प्याजको पकौडा च्याट्ट, मौसम अनुसार दामी दामी तातो। ल हेलो साथीहरू, म चाहिँ भिडियो बनाउँदै के लाग्यो चाहिँ आइन्छ, भिडियो बनाउँदा म त दिउँसो 20 नास्ता खाएपछि बनाउने त बिर्सेछु। अहिले पो बल्ल सम्झेँ बा एडिट गर्न छ भने अनि एडिट गरेर अनि इन्डिङ गर्दाखेरि यसो चाहिँ फेस टु फेस भएर कुरा गर्न पर्यो भनेर कुरा गरेँ कि ल आजको भिडियो हेरेर कस्तो लाग्यो लाइक कमेन्ट गरिदिनु होला। र अब नेक्स्ट ब्लगमा भेटौँला, तबसम्मको लागि बाई बाई।